त्यो कागजी नयाँ शक्ति हो। जनताको बिचमा उहाँहरू गएको हेर्नु भएको छ तपाईँहरूले। बालेन रवि कुलमान घिसिङले केही गर्न सक्दैनन् भन्छन् रघुवीर महासेठ। हेर्नुहोस् पुरा भिडियो। देशको कानुन विपरीत काम गरेको हुनाले हिजो बसेका शक्तिहरू हुन्, एउटा भूमिगत गिरोहबाट आएका शक्तिहरू हुन् भनेपछि उहाँहरूको बलमा चल्छन्। सिंहदरबार के केपी ओलीको घर थियो, के शेरबहादुर देउपाजीको घर थियो? सर्वोच्च अदालत, संसद, राष्ट्रपति भवन, यत्रो जनता, नेपाली जनताका घरहरू जुन जलाउने काम भयो, रातोरात प्लानिङ गरेर त्यो किन गरियो? जलिरहेको सिंहदरबारमा आगो निभाउन 3 मिनटमा आउने, 2 मिनटमा आउने दमकल पठाउन सक्दैन थियो। 3 दिन पछाडि ललितपुरबाट आउनु पर्थ्यो। त्यो सबै षड्यन्त्रमूलक तरिकाले नेपालका धरोहरहरू जलाउने काम भयो, गोप्य डकुमेन्टहरू जलाउने काम भयो। गोप्य भन्नाले महत्त्वपूर्ण डकुमेन्टहरू जलाउने काम भयो। सन्धि सम्झौताका धेरै कुराहरू जलाउने काम भयो। जो माथि मुद्दा छ, तपाईँ जानुहोस् न सर्वोच्च अदालतमा, पत्रकार मित्रहरू हुनुहुन्छ, जो माथि मुद्दा थियो, जो व्यक्ति अहिले कुदिरहनु भएको छ, उहाँहरूको मुद्दे भएको आलमिराहरू किन जल्यो? काठमाडौँ जिल्ला अदालतमा खोजिकन कहाँ कुन मिसिल कुन नेताको छ। अहिले जुन तपाईँले न्याय शक्ति कुरा गर्नु, हेर्नुहोस् न, न्याय शक्तिको नाममा आएका साथीहरू कुरा सुन्नुहोस्। उहाँहरू जिते भए नेपालकै के हुन्छ त्यो पो हामीलाई शङ्का लागेको छ। यो नयाँ शक्ति मिलिरहेको